आज म तपाईँहरूलाई रिटर्न अन इक्विटी आरओई अथवा इक्विटीमा प्रतिफलको बारेमा बताउन गइराखेको छु। कुनै पनि कम्पनीको सेयरमा लगानी गर्दा कम्पनी छनौट गर्ने एउटा महत्त्वपूर्ण आधार रिटर्न अन इक्विटी हो र इक्विटी भनेको कुनै पनि कम्पनीमा सेयरधनी सेयर होल्डर अथवा कम्पनीका मालिकहरूले गरेको कुल लगानीलाई जनाउँछ या बुझाउँछ र हामीले सेयर किन्दा विशेष गरी प्राथमिक बजार र हकप्रत सेयर किन्दा कम्पनीलाई तिरेको रकम इक्विटी हो र कम्पनीलाई तिरेको रकम मात्र नभएर कम्पनीले कमाएर कम्पनीमै राखेको जस्तो रिजर्भ अथवा जगडा कोषहरू पनि भन्छौँ हामी सेयर प्रिमियम यस्तै कम्पनीले बढाएको सम्पत्तिको मूल्य यी सबैको कुल जोडलाई इक्विटी भनिन्छ अथवा अर्को शब्दमा नेटवर्थ खुद सम्पत्ति पनि भनिन्छ। नेटवर्थ भनेको कम्पनीको कुल सम्पत्तिबाट कम्पनीले तिर्नुपर्ने दायित्व घटाएर आएको बाँकी रकमलाई जनाउँछ र यो नेटवर्थ नै सेयरधनी या सेयर कम्पनीका मालिकहरूको सम्पत्ति हो। यो सम्पत्तिमा कम्पनीले कति नाफा कमाउन सक्यो या कति प्रतिफल दिन सक्यो भन्ने गणना रिटर्न अन इक्विटीबाट गरिन्छ या त्यसको विश्लेषण रिटर्न अन इक्विटीको आधारमा गरिन्छ र कम्पनीले जति धेरै इक्विटीमा प्रतिफल या सेयरधनीको लगानीमा नाफा कमाउन सक्यो त्यति नै त्यो कम्पनी मजबुत हुन्छ र कम्पनीको सेयरको माग बढ्न सक्छ र मूल्य पनि माथि जान सक्छ। यसकारण पनि हामीले कम्पनी छनौट गर्दा या कम्पनीहरूको विश्लेषण गर्दा रिटर्न अन इक्विटीलाई महत्त्वको साथ हेर्छौँ र जहिले पनि लगानीकर्ताले उसको लगानीमा प्रतिफल खोजिराखेको हुन्छ र त्यो प्रतिफल कम होइन बढी चाहिरहेको हुन्छ या खोजिराखेको हुन्छ। यसैले तपाईँ पनि कुनै पनि कम्पनीको विश्लेषण गर्न चाहनुहुन्छ भने कम्पनीको मजबुती अथवा कम्पनीले सेयरधनीलाई दिइराखेको प्रतिफलको एनालाइसिस गर्न रिटर्न अन इक्विटी हेर्नुहोस्। यो नै कम्पनीको सबैभन्दा ठुलो पर्फर्मेन्सको औजार पनि हो र रिटर्न अन इक्विटीको आधारमा तपाईँ विश्लेषण गर्नको लागि कम्पनी विश्लेषण गर्नको लागि सेयरको आधारभूत विश्लेषण किताब पढ्न सक्नुहुन्छ। यसमा कम्पनी कसरी विश्लेषण गर्ने र रिटर्न अन इक्विटीको महत्त्व के हो र त्यसको गणना कसरी गर्न सकिन्छ जस्ता कुराहरू एकदमै सरल तरिकाले व्याख्या गरिएको छ। एकपटक तपाईँ पनि यसलाई पढ्नुहोस् र प्रयोग गर्नुहोस् र सही कम्पनी छनौट गरेर लगानी गर्नुहोस्।